वेलकम ब्याक टु द न्यू ब्लग फेरि पनि आइसकेको छु म नयाँ गेमिङ भिडियो लिएर। अनि हेर्न सक्नुहुन्छ मेरो बस हैन। अब चाहिँ हामी जानु पर्ने हुन्छ। ल अब चाहिँ हामी जाम हैन। सरी मैले केही गरेको छैन हैन। यो भरि डेन्जर जाम लागिरहेको छ हैन। ओ ओ ओ यो बसमा डेन्जर मनै नपर्ने बसियो हो मेरो। कल्पना यो क्या हो हैन त्यस्तै लागिरहेको जता पाए त्यतै ठोकिन्छ नि। हेर गाइस अब चाहिँ हामी सिधै माथि जान लाग्यो हैन। 4 गियरमा हालेर हिँडिरहेको 4मै चढ्छ उकालो त मस्त आफ्नै पारामा उकालो त अलग बिस्तारैमै यहाँ 1 गियरमा झार्दिए बिस्तारै गियरमा बढाइदिइहाल्दै नि त भनौँ अलि गियर 2 मा पुग्यो हैन। फेरि यो सही टाइममा यसको ब्रेक नलाग्ने भएर हो हिँड्दैन कि अगाडिबाट गाडी यस्तरी आउँछ अनि यसलाई चाहिँ राम्रोसँग हेरेन भने त अनि गयो नि गाडी पनि गयो आफू पनि गयो। लाइट चाहिँ बन्द गरिदिउँ। ल अब चाहिँ उकालोमा चाहिँ जाऊँ है त। 3rd गियर 4th मा जानुपर्ने। म चाहिँ हातमा स्टियरिङ पर्ने हुन्छ हो कस्तो जान्छ कहाँ ल हेर्नु टाइममा कहाँ ठोकिन्छ अब त कोही छैन भन्नुहुन्छ ल अगाडिबाट मान्छे आइन्छ कस्तो टायर लैजाको देख्नु गाइस। गाइस अनि यताबाट चाहिँ जानुपर्ने हुन्छ। यो भिडियोमा चाहिँ हल्का कमेन्टहरू गरियो है गरौँ है गाइजहरू। म चाहिँ अब क्युएनए हाल्दैछु। क्युएनए अर्को भिडियोमा चाहिँ म हाल्दै हाल्न छु हैन। अनि कमेन्टहरू चाहिँ हल्का गरिदिइहाल्नु होला। कमेन्ट चाहिँ गर्नु नबिर्सिनु होला हैन। कमेन्ट चाहिँ गरिदिइहाल्नु होला है। के सोध्नु छ भने कमेन्ट गरिहाल्नु है गाइजहरू। कमेन्ट गरौँ अनि म त्यसपछि क्युएनए लिएर आउँछु। फेसबुकको पनि पुरा गर्नुपर्ने हुन्छ। स्टियरिङमा हात पर्ने हुँदैन भन्नु ठोकेन गाइस याद राख्नु। पानी बिताइसक्यो सर्पो बाटो हो क्या अब हेर्नु स्लोमै जानुपर्ने हुन्छ। म्याप हेर्नु नि म्याप हेरिरहनु भयो नि त्यो म्याप हेर्नु गाइस कस्तो सर्को हो हैन। गाइजहरू यस्तै छ प्यारास गाडी चलाइन्छ। ब्रेक अनि क्यामेरा चाहिँ जानेर चाहिँ गाडी चाहिँ डेन्जर फोर भइसकेको छ यस्तो पानीमा चलाएर हो रहेछ चलायो भने त फेरि अनि पढेको केही पनि देखिँदैन। त्यही मलाई यस्तैमा चलाउनु मन लाग्यो। ल मेरो डेस्टिनेसन पनि आइसकेको छ हैन। मेरो गाइजहरू मेरो डेस्टिनेसन पनि आइसकेको छ। ल हेर्न सक्नुहुन्छ है त विदेशीहरू हेर्न सक्नुहुन्छ। म अहिले चाहिँ टुरिस्टहरू लिएर आएको थिएँ। अब यिनीहरू चाहिँ यहाँ उसमा घुम्न आएको नि यता तलपट्टि हैन। अब म पनि यहीँबाट झरिदिन्छु हैन। ल यिनीहरू पनि फेरि आयो त्यो घुमेर चाहिँ अब चाहिँ म फेरि यहाँबाट रिटर्न ब्याक हुन पर्ने हुन्छ। मलाई लागिरहेको थियो यिनीहरू रिटर्न ब्याक हुन्छ भनेर
कुन यिनीहरू थाहा छैन के गरेर आयो मलाई पनि थाहा छैन अनि एकछिन पार्किङ गरौँ न एकछिन चाहिँ यहाँ बसौँ अनि त्यसपछि अहिले जाऊँ है त यसो यता तलतिर पुगेर आउनु परेको बस त्यहीँ राख्दैन कि बसको लाइट चाहिँ बालेर आउनु पऱ्यो टाढावाला हल्का दामी सर्ट्स लिदिउँ भनेको ठुक्क यो बाइक पनि कस्तो ठाउँमा राखेको हो दाइले है ल पछाडिको लाइट त देखिरहनु भयो होला होइन अझ झरिहाल्यो होइन अनि टाढाबाट चाहिँ यो उस लिँदाखेरि चाहिँ कस्तो रमाइलो दामी देख्छ क्या मेरो गाडीलाई चाहिँ गाइस होइन अनि म चाहिँ यहाँ यसो हेर्न आएको क्या ल गाइस हजुरहरू चाहिँ यस्तो नखानु होला होइन अनि हामी चाहिँ यता यो खाजा खान आएको मैले खाजा खाइभएँ अनि यो चाहिँ कस्तो माथि उड्याएको नि गाइस हेर्नु न ल कस्तो माथि उडेर आयो होइन गाइस अब चाहिँ म जानुपर्ने हुन्छ होइन एउटा चाहिँ फोडेछु होइन मेरो गाडीको चाहिँ एउटा दामी खालको फोडेछु कस्तो फोड्नै नमिल्यो अब नै गाइस हल्का अलि यता गएर हिँड्छु क्या यहाँबाट यतिकै गाइस बसले चाहिँ मलाई हेरिरहेको छ होइन अब चाहिँ जानुपर्ने हुन्छ पानी पर्ला जस्तो भयो होइन अब चाहिँ हामी जानुपर्ने हुन्छ जुन ब्याग यो हराउँछ किन बजाउँछ आफै अब चाहिँ ए ल गाइस हजुरहरूलाई चाहिँ म यहाँको चाहिँ एउटा चिज देखाइहाल्छु मस्तवाला भ्यू दामी खालको गाडी ठोकेर हेऱ्यो होइन होइन अड्क्यो क्या है गाइस कस्तो दामी देख्नु बेला आफै हर्न चाहिँ किन बज्दो रहेछ गाइस अन्त बस कस्तो त्यस्तो पागल अब चाहिँ भोट दिन चाहिँ आइसकेको छ होइन भोट चाहिँ केमा हो गाइजहरू घन्टीमा हो घन्टीमा हान्नु है भोट चाहिँ यसपालि हाम्रो बालेन्दाले होइन यसपालि चाहिँ भोट चाहिँ बालेन्दाले हान्ने क्या ए त्यहाँ के हो नि यहाँको भ्यू त दामी छ तपाईँ के कहाँबाट धुवा आएर हो यस्तो कुन्नि के भयो यस्तो दामी सिन छ चेक गरौँ न के त माथिपट्टि गएर आउनुपर्छ क्या अब कस्तो उफ्रिनुपर्छ यहाँ त गाइज ठुक्क यहाँ त मेरो बस आउँथ्यो क्या है अन्त जहाँ पनि चढिन्छ उयो हेर्नु यस्तो बाटो त्यत यस्तो बाटोमा पाउनु नि कमसेकम होइन नि मेरो कुरा पनि सही केटा जानु मिल्दैन होइन अब चाहिँ म अब रिटर्न ब्याक अब चाहिँ हाम्रो लोकेसनतर्फ जानुपर्ने हुन्छ यसको केटा हो ल हेर्न सक्नुहुन्छ अहिले आउने बेलामा त जुन सजिलो हुन्छ हौ यो पर्याङबाट ल लेट्स गो केटा हो अब चाहिँ हल्का यो यसमा जानु हुन्छ लाइट पनि देखिरहेको छ खै पेसेन्जरहरू फेरि तिनीहरू पनि घुम्नु गएछ क्या गएन होला नि पेसेन्जरै छैन कि मैले अर्को फालिदिएँ
ल है त गाइज अब चाहिँ हामी जानुपर्ने हुन्छ लेट्स गो गाइज पानी पऱ्यो पानी परेको बेलामा चाहिँ यसको चलाउनु चाहिँ डेन्जर गाह्रो हुन्छ यस्तो ठोकिन्छ मेरो चाहिँ ओभर स्पिडिङ होइन मैले थाहा पाउँछन् फेरि लाइट बन्द गरिदिउँ लाइट बन्द गरिसकेपछि देखिने है फेरि त्यस्तो खालको हाल्यो मैले चाहिँ अहिलेको पालि अब हेर्नु अब 50 भन्दा उताको स्पिडमा नजाऊँ अनि फेरि गाडी ठोकिन सक्छ अनि यतिकै टाइममा मिठो स्लिपिङ हुन्छ अहिले धर्म गाई जस्तो तल पनि ठोकिन्छ है यताबाट चाहिँ गाडी आएको थियो त्यही भएर मैले छोडिदिएँ त्यही भएर हुतुत त्यही भएर होइन यस्तोहरू चाहिँ मैले पुलमा हाल्थेँ होइन अनि पानी चाहिँ खेलिरहेको छु पानी परेको दिनमा पनि रमाइलो हुन्छ चलाउनु तर यतापट्टिको ऐना चाहिँ गयो कि मलाई त हेर्नु पर्ने मलाई बेस्ट लाग्छ यो चाहिँ अब नयाँ बस्किनु पर्ने भयो यस्तो चलाइन्छ नराम्रो अब ब्ल्याङ्कै आएर ठोकिन्छ लाग्यो नि हर्न बजाउँछ कि सब ड्याङ गइसक्यो पानी सुक्यो न अहिले चाहिँ हल्का रफ चलाइदिएको कि मैले चाहिँ पाहाडमा चाहिँ हल्का रफ चलाउनै पऱ्यो होइन अब चाहिँ मैले चाहिँ यो एक्सिलेटर थिच्दिनँ अब तर एक्सिलेटर चाहिँ बडी पनि चलाउनु हुँदैन यस्तो सरी म त यहीबाट जाने यो ट्रक जहाँबाट आयो नि म त यहीबाट जान्छु यस्तो पागल मेरो गाडी पनि नचलाउनु हो हुनसक्छ गाइस यताबाट जानु पऱ्यो मलाई यो गेम खेल्नै मन लागेन आजकल किन अब हजुरहरूलाई चाहिँ म चाहिँ अब अर्को गेम चाहिँ मैले चाहिँ हजुरहरूलाई चाहिँ उसले लिएर आउँछु इन्डियन भेहिकल गेमिङ 3D त्यो लिएर आउँछु अनि त्यो हेर्नु होला यसमा यो भिडियो पनि मन पराइदिनु भएको छ हजुरहरूले त्यसैको लागि पनि म धन्यवाद दिनु भन्न चाहन्छु अनि हजुरहरूले हल्का भिडियो थिच्छु डेन्जर मन पराइदिएकोमा हजुरहरूलाई धन्यवाद मन पराएर हेरिदिनु भएकोमा धन्यवाद र कमेन्ट पनि गर्नु नबिर्सिनु होला मैले भने कि भनिनँ फेरि Q&A गर्नु होला Q&A गर्ने हो म अनि हजुरहरूले चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला यति भन्दै म बिदा लिन्छु जय नेपाल